नमस्ते। हाम्रो लघुकथा केन्द्रको ६ठौँ वार्षिक उत्सवको उपलक्ष्यमा प्रेषित लघुकथाहरूमध्ये आज म 35औँ श्रृङ्खला लिएर आएको छु। आज मैले वालिङ बजार स्याङ्जाबाट कमल प्रसाद वाग्ले रेग्मीज्यूले प्रेषित गर्नुभएको लघुकथा सम्बन्ध वाचन गर्दैछु, जुन यस प्रकार छ। आज त निकै मिठो दियौ त दाई, तिमीलाई मात्र पर्छ, सुभाष हाँस्दै बोले। आखिर मौका पाउँदा किन छोड्ने हो र सुभाष भाइ? विश्वासले गर्व गर्दै हँसिलो मुद्रा देखाए। यति साह्रै झुट्ठो बोल्नु पनि पर्छ र? हुनै नसक्ने आश्वासनले भोलि तिम्रो चरित्रमा दाग लाग्ने अनुमान छ कि छैन? भोलिको चिन्ता नभए झैँ गर्छौ, सुभाष अलि क्रोधित भएर बोले। हेर सुभाष भाइ, सम्पूर्ण कुरा दाउमा नलगाई असल नेता बनिँदैन। चरित्र, इज्जत, प्रतिष्ठा भन्ने सुनाउने र सबै देखाउने कुरा हुन्। जसरी भए पनि सत्तामा पुग्न ढाँट, छल, कपट, बेइमान, धूर्त कर्महरू एउटा नेतामा हुनुपर्ने गुणहरू हुन्, बुझ्यौ? विश्वास कुटिल हाँसो हाँस्दै आक्रोशित देखिए। म त सत्य र निष्ठा, इमान्दार, सच्चरित्र एवं वाणीमा शुद्धता साथै भित्र पवित्र मन लिएर जनताको सेवा भावना बोकेर हिँडेको प्रतिबद्ध व्यक्तिको पुजारी हुँ। नौटङ्की गरेर देश र जनतालाई धोका दिँदै सत्ता आरोहण गर्ने कलुषित व्यक्तिसँग मेरो सम्बन्ध र सहकार्य हुँदैन। म कथाको अन्त्यमा आइपुगेँ। आजबाट तिम्रो दुर्नियत विचार म सबैको सामु व्यक्त गर्दै तिमीलाई आजैबाट नङ्ग्याउँदै अगाडि बढ्नेछु। तिम्रो मेरो सम्बन्ध आजबाट टुङ्गियो भन्दै सुभाष अगाडि बढे। हस्, कथा मिठो लेख्नु भएको छ। धेरै धेरै धन्यवाद।